प्रिय भक्त, तपाईहरूले के राक्षस देख्नुभएको छ? राक्षस देख्न टाढा जानु पर्दैन र यही ठाउँमा जो आफ्नो धर्म परिवर्तन गरेर बाबुबाजेको धर्म खाएर अर्को धर्ममा लागेको छ र संसारलाई मेरो धर्ममा आऊ भनेर दिउँसै फकाउँदै हिँड्छ, कोही डर धम्कीले मेरो धर्ममा लाग भनेर भन्छ, फकाउँछ भने त्यो मान्छे जिउँदै मान्छे खाएको हो र त्यही राक्षस हो। तसर्थ यो कलियुगमा बहुत धेरै राक्षसको साम्राज्य रहनेछ। हिन्दू धर्मले संरक्षित गरेका मान्छेहरू हिन्दू धर्मलाई नै अन्य धर्म भएपछि हिन्दू धर्मलाई नै सखाप गर्न लागि पर्नेछन्। यदि बुझ र तिमी राक्षस हुने या देवता हुने त्यो तिम्रो हातमा छ, किनकि मात्र हिन्दू धर्ममा त्यो लेखिएको छ, त्यो नियम छ, त्यो कानुन छ कि तिमीले विश्व ब्रह्माण्डलाई सुरक्षा दिनुपर्दछ। किनकि ब्रह्माण्ड भनेको सबैको भविष्यसम्म रहने एउटा वासस्थान हो र ब्रह्माण्ड नै नरहे मानव अस्तित्वको के आधार रहन्छ? हिन्दू धर्मभित्र सबै शान्ति र सुरक्षा स्वतन्त्र भएर बाँचेकाहरू हिन्दू धर्म छोडेपछि हिन्दूलाई नै पहिला सखाप गर्ने टार्गेट बनाएका हुन्छन्। अनि त्यस पछाडि चाहिँ विश्व ब्रह्माण्डलाई यिनीहरूले बमले उडाउने, एक आपसमा झगडा गरेर बमले उडाउने यिनीहरूको नीति रहेको हुन्छ। तसर्थ ती राक्षसपनबाट बचाउन चाहिँ तिमीले सशक्त भूमिका गरेर विश्वलाई हिन्दू बनाउनु जरुरी छ। किनकि हिन्दूले सबैको संरक्षण गरेको हुन्छ, शान्ति हुन्छ। हिन्दू समाजभित्र जो पनि बाँच्न बस्न सक्छ, तर अन्य समाजभित्र हिन्दूलाई बाँच्न दिँदैन। किनभने हिन्दूले मानवता, पृथ्वी, त्यो सत्य, दया, धर्म बोकेर बसेको हुन्छ र यस्ता आवश्यक तत्त्वको संरक्षण गरेको हुन्छ र अन्यलाई चाहिँ त्यो सखाप गर्नु छ। किन सखाप गर्न नभए आफ्नै धर्मलाई राम्रो बनाएर आफ्नै हिन्दू धर्मभित्र बाँच्न सक्दथे, सबै हिन्दू बनिजान्थे नि। किनभने तिनीहरू पृथ्वी, विश्व ब्रह्माण्ड विनाश होस् भन्ने चाहन्छन् र तिनीहरूको नीति त्यही नै रहेकोले तिनीहरू आफूलाई मान्छेको सूचीमा गने पनि तिनीहरूको नियत भनेको राक्षसको भएकोले तिनीहरूलाई राक्षसको रूपमा हेर्न सकिन्छ। ओम नमः शिवाय, ओम नमः शिवाय, ओम नमः शिवाय।